बल्ल सेप्रोबेसी पुगेर हल्का यसो सावर गरेर भर्खरै आएँ। भ्यू हेर्नुहुन्छ सेप्रोबेसीको। अहिले म एकछिनमा बाहिरपछि बाहिरको पनि देखाइदिन्छु है। यो चाहिँ अहिले हाम्रो चाहिँ रुम हो यो भित्र। अहिले चाहिँ बाहिरको भ्यू हेर्ने हो त गाइस। बाहिरको सिन चाहिँ यस्तो छ होइन, सेप्रोबेसी चाहिँ यस्तो छ। हामी बस्ने चाहिँ यो हो होटल मल एन्ड रेस्टुरेन्ट भन्ने टक्क है। सो सेप्रोबेसी चाहिँ यस्तो छ, रसोमा पर्छ, ठिकै छ। सो आज चाहिँ हामी यतै बस्ने हो। भोलिदेखि चाहिँ हाम्रो सुरु हुन्छ है। भोलिदेखि चाहिँ हाम्रो हिँड्ने सुरु हुन्छ टक्क। भोलि हाम्रो बाटो यही साइडबाट टक्क हिँड्ने, यहाँबाट ट्रेक सुरु हुन्छ। ग्रुप चाहिँ अब गइसक्यो भित्र रुममा। आज डेट हो नि त। आज हामी आज के अरे सेप्रोबेसीबाट कहाँ आयो आजको हाम्रो त्यहाँ लामा होटल। सो लामा होटल हो गाइस। आज हामी लामा होटल जाँदैछौँ गाइसहरू होइन। हेर्दा चाहिँ नेपाली हो, थाइदाई हो नि। थाइल्यान्ड हो होइन। टक्क लगाएर अब हाम्रो अनि खाना खाने ठाउँ चाहिँ ब्याम्बो होइन। यहाँबाट करिब हामीलाई त त्यही 4-4.5 घन्टा जस्तो समथिङ लाग्छ होइन। सो अब भरे हेर्दै गरौँ। हाम्रो ग्रुप हेर्नुहुन्छ यहाँ पुरा ग्रुपहरू चाहिँ होइन फोटो खिच्न बिजी छ। दिस इज आवर ग्रुप होइन टक्क। यता त नेपाली रहेछ नि फेरि, तर दिदीहरू ठायो भने फेरि हाम्रो दिदीले फेरि इङ्ग्लिस पनि बुझ्दैन र खतरा हो क्या। यहाँ चाहिँ टक्क क्यामेरा होइन कस्तो छ, ठिक छ नि होइन? ठिक छ ल हामी चाहिँ रेडी। ब्यागहरू उनीहरूको होइन। ल सेप्रोबेसीबाट होइन ब्याम्बो। अहिले चाहिँ हाम्रो लन्च हो। अलमोस्ट 11 होइन 11 बजिसक्यो है। यो चाहिँ हाम्रो दाइको ग्रुप हो है। हेर्दा चाहिँ नेपाली देख्छ तर थाहै हो। उता चाहिँ दिदीहरू छ टक्क। यहाँ चाहिँ हाम्रो केटाहरू छ। सो टक्क जुस खाँदैछ। यस्तो एक राउन्ड हान्दिउँ न। अहिले चाहिँ हामी खाना खाने टक्क है। अब यता चाहिँ नेपाली हो, थाई हो है फेरि। थाई बोल्दैन। थाई बोल्दैन।
म पनि थाइजु बोलिदिन्छु सवारी खा यति नै हो यु क्यान लुक द भ्यू होइन ब्याम्बो है त्यही छ खाना खाने ठाउँ हो अब यहाँबाट हाम्रो 3 घन्टा जति लाग्छ होइन त केटा 3 घन्टा जति लाग्छ हाम्रो क्याम्प चाहिँ आजको हाम्रो क्याम्प चाहिँ क्याङजाङ होइन त ए के अरे लामा होटेल यहाँ हाम्रो ग्रुपहरू टक्क बसिरहेको छ होइन भ्यू यस्तै छ त्यही ब्याम्बो हो हामी चाहिँ अहिले अब ठ्याक्कै हामी चाहिँ लामा हाउस पुग्नलाई यहाँबाट 10 मिनट जति लाग्छ है अब चाहिँ बाटो स्टेसन अघिसम्म चाहिँ उकालै त्यो बिजोग थियो अनि अहिले चाहिँ हामी रेस्ट गरिरहेको अब 10 मिनट पछि अब पुग्छ है सो भ्यू देखाइदिन्छ तपाईँहरूलाई टक्क होइन यो चाहिँ हाम्रो ग्रुपहरू अब लामा हाउसमा पुगेपछि लामा होटेल पुग्यो है हाम्रो डेस्टिनेसन आजको डे 2 चाहिँ यही हो है सो यु क्यान चेक इट आउट साइडमा चाहिँ टक्क झरना छ यहाँ तपाईँ देख्दैन एकछिनमा जानुपर्छ मन भर्खर आइपुगेँ एकदम गलिरहेछ भोलिको बाटो चाहिँ हाम्रो माथि त्यता हो हामी लामा होटेलमा पुग्यौँ होइन टाइम भनेपछि ठ्याक्क 4:45 आइपुग्यो अझै पनि इनर्जेटिकै छ है फेरि भोलिको हाम्रो बाटो चाहिँ उता माथि हो ढल्किरहेको हाम्रो बास चाहिँ आज यता यहाँ होइन तपाईँ टक्क देख्न सक्नु गल्यो यार एकदम गलेको जस्तो भरे भेट्नुपर्छ अब हल्का टी टाइम भइरहेछ हाम्रो
बगिरहेछ किताब निकाल्छ टक्क चिल है ल अब भरे भेटौँ गाह्रो छ नि त यस्तो माथितिर आएर अब यसरी तताई तातो पानीले नुहाउनु पर्छ अब तातो पानी मजाले तताउने भोलि 2 से ठडाउने ठटाउनु पर्छ यो चोरिनीहरूलाई ननुहाइ पनि हुँदैन पुग्छ है वाट्सएप गाइस होइन आज 6:30 जस्तो भयो डे 3 आज चाहिँ हामी लामा हाउसबाट चाहिँ होइन त्यो माथिबाट टक्क हाम्रो बाटो चाहिँ बुझाएको थियो लाङटाङ आज डे 3 चाहिँ हाम्रो लाङटाङ हो सो अब घरतिर गयो वाट्सएप गाइस होइन फाइनली हामी लन्च क्याम्पमा पुग्यो घोडा टपेला है सो यही हो घोडा टपेला चाहिँ यु क्यान सी इट अहिले चाहिँ 12 जस्तो बजिसक्यो हाम्रो खाना चाहिँ रेडी भइरहेछ सो डाइनिङ चाहिँ यता छ यता है सो घोडा टपेला चाहिँ यही हो भ्यू चाहिँ यस्तो हल्का बाटो चाहिँ आयो यहाँबाट सुसी जाने हिमालहरू देखाइदिन्छ है त्यो साइडमा अब हामी यहाँ लन्च गर्छौँ होइन लन्च गरेर एकछिन टक्क बसेर एकछिन रेस्ट गरेर त्यसपछि हाम्रो आजको क्याम्प गुम्बा डाँडामा बस्ने भएको छ अलमोस्ट 3 आवर्स जति लाग्छ हामीलाई पुग्नको लागि सो अब फेरि एकछिन भेटौँ है गाइज सो भ्यू चाहिँ यस्तै हो टक्क हल्का खान्छ भान्नु छानेर टक्क एकजना हाम्रो पाउला र डाइनिङ फाइनली हामी चाहिँ गुम्बा डाँडा आइपुग्यो सो हामी चाहिँ अहिले बसेर आज क्याम्प चाहिँ यहाँ हो टक्क यहाँ बसेर अब टिबेटियन टी खाँदै होइन टक्क यहाँ चाहिँ टक्क हाम्रो ताजहरू छ चिलमा यहाँ चाहिँ फेरि
हाम्रो थाई तोर्पिनी आफ्नै धुनमा छ। यहाँ चाहिँ हाम्रो साउनी हो फेरि मालिक नि साउनी जे भन्दा पनि बस कुक सुक सब टक्क होइन। बाहिरको भ्यू चाहिँ आइसक्यो होइन यस्तो छ है। यसलाई चाहिँ हामीले गुम्बा डाँडा भन्छ। सो आजको स्पोट चाहिँ हाम्रो यहीँ हो। भोलि चाहिँ उता देखिरहेको छु त घर त्यहीँ हो, त्यहाँ हुँदै जाने हो। त्यो चाहिँ लाङटाङ हो। भोलिको बाटो चाहिँ त्यहीँबाट हो अनि यही हो। आज यहीँ आज कि क्याङचङै पुग्ने हो त? सक्यो भने क्यान्टिन नभए सिन्धुम भन्ने ठाउँ रहेछ ए ल यहाँ चाहिँ हाम्रो साउजी ओनर यहाँको है। यो चाहिँ हाम्रो ग्रुप हो। हेलो हेलो सो गाइज हाम्रो साउने आन्टी चाहिँ साग टिप्न गएको होइन। उयो त देखिराख्नु भएको छ नि हिमाल, त्यसलाई चाहिँ लाङटाङ भन्छ। भरे सनसेट हुँदा यस्तो दामी बबाल देख्छ। भरे भेट्यो भने म देखाइदिन्छु है। अनि सो यो चाहिँ के होला गेस गरौँ त। यो चाहिँ के हो भन्दाखेरि टक्क त चिम्नी हुन्छ त, त्यो चिम्नीभित्र हालेर ताप्ने चिज हो है। सो भरे हामी यसमै अब जाडोमा यही तापिन्छ। टक्क हाम्रो फोटोग्राफर दाइ त्यही हो। ओ दाइ के हो यार, तपाईँ के गरिरहेको भन्नु त? ए म अहिले चाहिँ हामी चाहिँ 3200 मिटरमा छ होइन। यस्तो जाडो ठाउँमा पुरा पानी पनि यस्तो चिसो होइन, बिजोग चिसो छ। यो त नर्मल पिपुलले है छुएन त आज छुनै सकिँदैन। तर हिमाल पनि देख्दै पर्दैछ अनि हिमाल फेरि त्यहीँ छ खतरनाक हुनु खुङ्खा यस्तो चिसो पानीमा टक्क खुट्टा हालेर पड्ने क्या पुरा। अब यहाँ फेरि के परिरहेको छ भन्ने भयो भने फेरि कोरियन भाषा यत्तिको चाहिँ हुनु पऱ्यो। अहिले चाहिँ ट्रेकमा जे होस् जाँदाखेरि पनि बुक चाहिँ छोड्दैन है, यत्तिको चाहिँ हुनुपर्छ है। ल भेटौँ पऱ्यो। सो यो चाहिँ डाइनिङ हो। अघि मैले त्यो गोबरहरू लगाएको थिएँ त सुकेको, यही हो। यहाँ बस्यो भने मजाको तातो तातो आउँछ यस्तो जाडोमा पनि। आज चाहिँ अनि त्यो भन्नुभन्दा अगाडि गुड मर्निङ सबैलाई गुड मर्निङ। अहिले 6:30 भइसक्यो होइन। अनि आज चाहिँ हाम्रो डे 4 होइन त। आज चाहिँ हामी के हो भन्दाखेरि आज चाहिँ हामी गुम्बा डाँडादेखि क्याङचङ इट्स अल्सो त्यही 3 आवर जति लाग्छ। लन्च टाइममै हामी पुग्छ क्याम्प हाम्रो। त्यही हो हाम्रो आजको। अनि आदि यहाँबाट यो गुम्बा डाँडादेखि चाहिँ म तपाईँलाई एकछिन देखाउँछु। गुम्बा डाँडादेखि चाहिँ हामीलाई लाङटाङ चाहिँ उतै बस्ती हो। अहिले अँध्यारो चाहिँ देख्दैन यहाँबाट। म एकछिनमा देखाइदिन्छु लाङटाङ पुगेपछि। यहाँदेखि लाङटाङ चाहिँ आधी घन्टा म्याक्सिमम्। अनि त्यही हो। भ्लग हेर्दै जानु होला अब एकछिनमै। सो यो चाहिँ पुरानो लाङटाङ बस्ती हो। यहाँ चाहिँ पहिला लाङटाङ थियो, पहिला बस्ती थियो। यो चाहिँ पहिला भूकम्प आउँदाखेरि सब बस्तीहरू चाहिँ हटेको। अनि अहिले चाहिँ नयाँ छ, नयाँ लाङटाङ चाहिँ अहिले म तपाईँलाई देखाइदिन्छु।
यो चाहिँ लाङटाङ हो, नयाँ बस्ती हो। तपाईँहरू हेर्न सक्नुहुन्छ। So that's the Cherkuri and that's Gangchenpo. Its height is 6,300 meters from the sea level. That's Baden Powell Scout Peak. Its height is 5,718 and that's Gangchenpo. So हान्दिएको ल टक्क क्यान्सनको 360 होइन अलिअलि हिमाल देख्छ त्यही हो। हेलो केटा के छ? यस्तो पो भएको यस्तै भएछ नि त। बतासियो आलु पान्देश हाम्रो दिदी थकित छ नि एकदम फेरि हिँड्न पनि सक्दैन। त्यति भन्यो नि। How are you feeling? Good. Yeah. So guys, हामी चाहिँ क्याङजेङ हाम्रो बस्ने ठाउँ आइसक्यो, होटल भ्यू पोइन्ट। हामी चाहिँ यतै हो। आजको हाम्रो यात्रा चाहिँ यहीँसम्म हो। सो दिदी चाहिँ एकदम थकी छ। यस्तै हो ल। उहाँ चाहिँ हाम्रो यो होटेलको साउने सन्चै हुन्छ साउने। हाम्रो होटेल भ्यू पोइन्टको साउने है फेरि भाइहरूलाई नि सन्चै छ है। अघि चाहिँ बेसन्चो थियो, अहिले चाहिँ सन्चै छ। हजुर हजुर। साढे 5 जस्तो हुनु लाग्यो। कफी खाँदै यहाँ आज भयो नि टक्क। अब चाहिँ आज डे 5 होइन। हामी चाहिँ तिनजना एकजना ग्रुपसँग टक्क चिरपुरी जानु लाग्यो। अब भरे भेटौँ। सो अब हामी चाहिँ जान रेडी होइन चिरपुरीतिर। आज नि खासै उज्यालो चाहिँ छैन, अलिअलि उज्यालो हुँदैछ। टक्क हामी तिनजना ल। अहिले त केही देख्दैन, अब भरे भेटौँ। चिरपुरी हामी चाहिँ जाँदै है उकालो उकालो चढ्नु पर्ने छ। अझै पनि हामी जाँदैछ है चिरपुरीतिर नै। तर अझै आफूभन्दा धेरै बाँकी भइसक्यो है। अझै टाइम धेरै छ। अनि अहिले चाहिँ म 20तिर छैन, 20तिर ठ्याक्कै बाटो। हिमाल चाहिँ पुरा घाम लागेर टल्किरहेको रहेछ पछाडि होइन। यिनीहरू सब हिमाल हो तर टल्किरहेछ। अब घर भेटौँ।
गाइस घाम लाग्यो है बल्ल अहिले चाहिँ 7:45 भइरहेछ अब हामी करिब नजिक आइसक्यो होइन 360 भ्यू हान्दैछु तपाईँहरूलाई टक्क 360 भ्यू चाहिँ अब जति हामी माथि जान्छ नि त्यति टक्क झन् दामी भ्यू आउँदैछ आउँछ है त्यही हो अब हामी चाहिँ माथि जाँदै गर्दाखेरि हाम्रो ग्रुप चाहिँ अब अलिक बिरामी भयो क्यारेक्टर सिक्नेको लागि बिरामी भयो त्यही अब हाई लाग्यो त्यही भएर हामी चाहिँ फर्किने पर्ने भयो हुन त त्यहीँ नजिकै हो तर अब हिँड्न सक्दैन भन्छ अब हामी चाहिँ फर्किन्छ म तपाईँले देखाउँछु हुन चाहिँ त्यही है त्यहाँ छ अनि हामी पुग्नुपर्ने चाहिँ ठ्याक्कै त्यो डाँडा हो हुन चाहिँ त्यही नजिकै हो त्यो डाँडामा पुग्यो भने चाहिँ ठ्याक्कै 360 भ्युज टक्क हिमालको भेट्थ्यो अब यस्तै हो अब फर्किनु पऱ्यो